को सरकार छ र मलाई लाग्छ नेपालमा यस्तो धेरै कालपछि यति बलियो सरकार बनेको छ र यो सरकार बन्दै गर्दाखेरि हामी पनि सरकारमा हुँदै गर्दा किसानहरूलाई पर्याप्त मात्रामा मल खाद कसरी उपलब्ध हुन्छ भन्ने यसको प्रबन्ध गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यसै गरिकन हामीले हेर्दैछौँ अहिले पूर्वोक्त यहाँ डाक्टरले भनिसक्नु भएको छ कि विद्यार्थीको पलायनको समस्याले गर्दा नेपालको अर्थतन्त्रमा ठुलै नकारात्मक असर परेको छ। यसबाट अर्बौं हाम्रो लगानी घर घरले बेचेर मान्छे पढ्नको लागि विदेश पलायन भइरहेका छन्। हाम्रो नेपाल यस्तो ठाउँ हो कि आज यहाँ तराई अहिले टेम्परेचर हेर्ने हो भने 30 डिग्री 40 डिग्री अधिकतम 45 डिग्रीसम्म हुन्छ। थोरै 20 किलोमिटर माथि पाल्पा जाने हो भने त्यहाँ 18 देखि 20 डिग्रीको हुन्छ। त्यसले गर्दा मेरो भनाइ के छ भन्दाखेरि यस्तो जलवायुको बारेमा पनि हामी धनी छौँ। विदेशबाट पनि हामीले विद्यार्थीहरूलाई ल्याएर यहाँ गर्मी पनि क्षेत्र छ र चिसो पनि क्षेत्र भएको हुनाले विदेशी विद्यार्थी समेत नै नेपालमा पढाउने वातावरण बनाउनु पर्छ भन्ने मेरो यो जोरदार माग मैले गर्न चाहन्छु। र मुस्लिम समुदायका विद्यार्थीहरू जो अरबी र फारसी पढ्न विदेश जान्छन्, विभिन्न देशहरूले उहाँलाई निःशुल्क पढाउने व्यवस्था गर्नुभएको छ। वहाँ नेपाल सरकारले आफ्नो युनिभर्सिटीमा व्यवस्था गरिसकेको अवस्था छैन। त्यसले गर्दा उहाँहरू विदेश जाँदाखेरि एनओसी लेटर जुन लिनुपर्छ नेपाल सरकारको शिक्षा मन्त्रालयबाट लिनुपर्ने हो, त्यसमा धेरै चाहिँ भाडो भइरहेछ विद्यार्थीहरूलाई र त्यसबाट अभिभावकहरूलाई पनि असहज भएको अवस्था छ। त्यसलाई पनि ध्यान दिनुहुनेछ भन्ने मैले निवेदन गर्न चाहन्छु। यसै गरिकन हाम्रो नेपालको सामर्थ्य, हाम्रो जनसङ्ख्या 3 करोडको लगभग छ र यहाँ यो देशको आर्थिक समृद्धि कसरी गर्न सकिन्छ। आर्थिक समृद्धि गर्नलाई सबभन्दा महत्त्वपूर्ण बाटो भनेको पर्यटन नै हुन सक्छ। यहाँको जलवायु परिवर्तन, यहाँको धार्मिक पर्यटकीय स्थलहरू, भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनी जस्तो महत्त्वपूर्ण ठाउँ, मुक्तिनाथ, स्वर्गद्वारी, यस्तै गरिकन धेरै चाहिँ धार्मिक स्थलहरू, जनकपुर जस्तो धार्मिक स्थलहरू छन् र यसलाई एउटा चेनमा यसलाई बृहत विकासको मार्फत एउटा पर्यटनलाई जोडेर हामीले आर्थिक उन्नति गर्न सक्छौँ भन्ने मलाई लाग्दछ। र हामी विदेश जाँदाखेरि $5000 लाने हाम्रो नेपाल सरकारले अनुमति दिन्छ। तर भारतीय पर्यटकहरू नेपालमा आउने भनेको भारतीय पर्यटकहरू धेरै हुनुहुन्छ र भारतीय पर्यटकलाई विदेशी पर्यटकलाई लक्षित गरेर अर्बौं खरबौंको जुन यहाँ होटल व्यवसायीहरूले लगानी गर्नु भएको छ, भारतीय पर्यटकहरू आउँदाखेरि 25,000 मात्रै ल्याउन दिने जुन यो प्रबन्ध छ यसलाई तत्काल हटाउन पर्छ। यसलाई कमसे कम 5 देखि 10 लाखको भारतीय पर्यटकले पनि रकम ल्याउन सक्ने व्यवस्था मिलाउन मैले अनुरोध गर्न चाहन्छु।